ठिक छ के होइन बिस्तारै आउनु नलुग्नु क्या केही नि हुन्न कामै गर्दैन हेलो साथीहरु तपाईहरुले सबै मसँग साथी हुनुभएका सम्पूर्ण आफन्तजन शुभचिन्तक सबै प्रियजनमा बडा दशैं 2082 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले यो नागटीको मालिका गाउँपालिका वडा नम्बर 4 चिउरी हो। यो मेरो जन्म गाउँ जन्म घर। तपाईहरुले देख्न सक्नुहुन्छ यो दाजुङ खोला फुर्केली सुरथी नाच अहिले नाच आइरहेको छ।
दशहरा चाहिँ यस वर्ष पनि यो दसैँको अवसरमा पिङ हालिन्छ। पहिले पिङ काट्ने र पिङ काटेपछि अर्को दिन पिङ हाल्ने, पिङ हालेपछि राति कालरात्रि जगाउने भन्ने। कालरात्रि जगाएपछि बिहान यसरी चाहिँ देवीको थानमा आउने गरिन्छ। पञ्चवल हाल्ने गरिन्छ। यहाँ चाहिँ सबै गाउँवासीको आस्थाको धरोहर, यहाँ पूजाआजा गरेपछि मनोकांक्षा पुरा हुने, गाउँवासीलाई सुख शान्ति समृद्ध हुने विश्वास रहेको छ। मारुनी माडले सहित अरू कलाकारहरू पनि हुनुहुन्छ साथमा गीत गाउने। हेलो माया बहिनी, के छ खबर? सन्चै छौ? नमस्ते माया। ल शुभ आशीर्वाद, दसैँको शुभकामना छ है माया। ल ल तिमीलाई पनि धन्यवाद, तिमीलाई पनि शुभकामना छ है। अब सबै यहाँ सबै नाचेर सबै यहाँ मन्दिरमा आइपुगेका छन् है। मन्दिरलाई चाहिँ परिक्रमा गर्ने छ। अब सबैले चाहिँ गाउँबाट आएको। ल ह्याप्पी दसैँ सर, नमस्ते सर। मनी सन्चै छु बहिनी। यहाँ एकदम रमाइलो भइरहेछ है माया। आफ्नो ख्याल गर्नु माया। ल सबै रमाइलो भइरहेछ है, सबै तयारी गर्दैछन्। धेरै रमाइलो छ माया। यहाँ सबै केटाहरू, सबै युवा, सबै भाइ बहिनी बाबुहरू चाहिँ एकदम जुटेर एकजुट भएर काम गरिरहेका छन्। पिङ हाल्नेदेखि लिएर अहिले पनि पुर्खाहरूको सम्पत्ति, पुर्खाहरूको संस्कारलाई जीवित राख्न युवा पुस्ता पनि लागिरहेका छन्, सिक्दैछन्। हाम्रो लीलाचन पनि मारुनीको नाम नाच्दैछन्। धेरै रमाइलो भइरहेको छ है। शिव दाईले वाह भन्नुभएको छ। ल धन्यवाद दाई, गुड मर्निङ दाई। ल ह्याप्पी दसैँ है। ए शिवदाई हाम्रो गाउँ है, माथिको गाउँ यही हो। याम दाजु नमस्ते है। ल दसैँको शुभकामना याम दाजु हजुरलाई। सबै यो गीत मन पर्छ भन्नुभएको छ हो नि दाइ। तपाईँ त पहिला नै देखेको जक्खर मान्छे हो नि। यो त यो गीतमा त खेलिआएको लेखिआएको तपाईँ जक्खर मान्छे हो नि। धेरै रमाइलो भइरहेछ यहाँ।
है। सब रमाइलो छ। हाम्रो रेशम जेठान हुनुहुन्छ यहाँ। हाम्रो ओडारे चाहिँ काका भेजेन्द्र मानपुन हुनुहुन्छ। सबै यहाँ आफन्तहरू पुसाजुहरू। ल म यहाँ तिमीले कोलाई ल हेर तिमीले सबै चिनेको के अरे सबै आफन्तहरू सबै यहीँ छन्। ल तिम्रो भाइ हाम्रो बोमे ओ बोमे ल यता हेर। ल बहिनीले त यता हेरिरहेछ बहिनीले। ओ लालमाया दिदी हजुर कहाँ यहाँ आउने होइन हजुर? भान्जा नमस्ते के छ खबर? भान्जा पनि आउनुभयो है। सबैलाई लाइभमा पटचे यो मेरो पर्सनल फेसबुक आइडीबाट अहिले लाइभ गरिरहेको। मैले सबै यो अब यहाँ सबै अब एकछिन चाहिँ कलाकारहरू सबैले चाहिँ थकाइ मार्दै हुनुहुन्छ। यहाँ अब पूजाको तयारी पनि छ है। यता सबै पूजाको तयारी छ। हाम्रो यता सबै पारी डाँडा गाउँ खतेन यता सेर ओखरबोट छाप सिस्नरी खबाङ है। माथिको तपमा सिस्नरी खबाङ पऱ्यो चिउरीबाट हाम्रो गाउँ। बहिनी आज चाहिँ अलि थोरै आछन् है सबै। नविल भान्जे नमस्ते भान्जा। ल शुभकामना छ है दसैँको। अहिले बहिनी अलि मान्छे हुन त अलि थोरै छन्। अहिले युवा पुस्ता मात्र छन्। ल कमल भान्जा नमस्ते दर्शन है। ल हजुरलाई पनि नमस्कार। ल हजुरहरूको दिन शुभ रहोस्। अहिले चाहिँ अलि बिहान चाहिँ अलि त्यति ऊ भएको छैन है बहिनी। खासै पहिलाको जस्तो चाहिँ अलि हुनु त म राति आएन। साँझ राति चाहिँ कालरात्रि जगाउने बेलामा आएन। त्यही भएर पनि त्यति ऊ भएन। सबै नत्र नानीहरू चाहिँ यहाँ भएको चाहिँ उपस्थित छन्। अब बिचरा अब 2 दिन अब पहिलो पिङ हाल्नु पऱ्यो पिङ काट्नु पऱ्यो। पिङ काट्दा रात पनि बस्छन् अनि पिङ हाल्दा रात पनि बस्नु पऱ्यो। अब हिजो त झन् रातभरि बस्नु पऱ्यो कालरात्रि जगाउनलाई। जागराम बस्दालाई चाहिँ केही गाह्रो हुनसक्छ। अब आउँदैछन् होला है। ल रचनाहरू ल के छ माया? ल सबै सन्चै छ होला। फेरि पनि मसँग पेसमा जोडिनुभएका आदरणीय सबै मान्यजन प्रियजन सबै आफन्तजनमा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यहीँबाट गाउँको देवी हाम्रो उसले रक्षा गरून् सबैलाई। पर्सनल हो हाम्रो जनक पनि यहीँ आइसकेको छन्। मेरो जनक भतिजा। ल हामी जनक भतिजा र ल रचना हामी नि सन्चै छ है माया। ल हामी नि सन्चै छौँ माया। ल यहाँ गाउँमा अब भर्खर रमाइलो चल्न लागेको छ है। रमाइलो हुन लागेको छ। तलै जानुपर्छ फेरि अलि त्यति राम्रो देखिएको छैन। चिउरीबोट गाउँ है। चिउरीबोट गाउँ भयो सबै। अनि यता छापा पर्छ सिस्नरी खबाङ हाम्रो यता सोलेको
एरिया पऱ्यो। सोलेको क्षेत्र यो हाम्रो ओखरबोट गाउँ, हाम्रो यो तामाखानी पनि भएको तपाईँहरू देख्न सक्नुहुनेछ। यो ओखरबोट कटेन तपाईँहरू चाहिँ देख्न सक्नुहुनेछ। अहिले हरियाली निकै सुन्दर बनाएको छ, सबै सुन्दर देखिएको छ ठाउँ बस्ती। परी सुवेदी छ, नमस्ते हजुर। यो मालिका गाउँपालिका वडा नम्बर 4 है, यो मालिका गाउँपालिका वडा नम्बर 4 हो। दोमन बाबु सबैलाई नमस्ते भन्नुभएको छ। नमस्ते बाबु, शुभ आशीर्वाद छ, सन्चै छ होला है। दसैँको शुभकामना, हाम्रो गाउँको देवी देवता सबैले रक्षा गरून् सबैलाई। हाम्रो मुख्य मादलले भनौँ गुरु अहिलेको चाहिँ हाम्रो मनबहादुर घटी मगर, हाम्रो भेनाजु, मेरो भेनाजु पर्नुहुन्छ, उहाँ हुनुहुन्छ है। साथमा चाहिँ अहिले मादलले चाहिँ शेरबहादुर घटी मगर मेरो भान्जा, अनि जगबहादुर घटी मगर, लीलाचन घटी मगर अहिले चाहिँ मारुनीको रूपमा चाहिँ आफ्नो प्रस्तुति गरिराख्नु भएको छ। यहाँ सबै सहायक रूपमा चाहिँ हाम्रो आदरणीय भाउजूहरू, भान्जीहरू, बहिनीहरू सबैले साथ दिएका छन्। डोमन लाइभ कस्तो आइरहेछ बाबु भन त। यहाँ चाहिँ क्लबका भाइ बहिनीहरू, क्लबका बाबुहरू, नानीहरू आइरहेका छन् सबै। यहाँ चाहिँ पूजाको तयारी छ। अब यता सबै हाम्रो ओडालो काका, काका हाम्रो सर हुनुहुन्छ, मेरो चेतन, हाम्रो पुसाजु सबै दाजुहरू। यहाँ जेठानले यहाँ पूजा गर्न लाग्नु भएको छ। जेठानले रेडी हुनुभएको छ, सबै आगो फुल रेडी हुनुहुन्छ जेठानलाई। हाम्रो रेशम जेठानज्यू पनि रेडी हुनुहुन्छ है। लाइभ हेर त कस्तो हाल्छ हेर न, त्यहाँ फेसबुक होइन हेर न उसमा। ल साथीहरू, अहिले म केही छिन मात्र है लाइभमा बस्छु, नत्र म पनि दर्शन गर्नुपर्ने छ।